ल यस्तो बिस्तारै जाम है बिस्तारै जाऊँ न हतार बना नहीं बोल्नु सिरिजले गर्दा म त हेर्दै हिँडिरहेको चस्मा कालो चस्मा लाएर होला नि भाइ म त के अरे पुरै ऊ देखिरहेको छ कस्तो देखिनु भएको छ अँध्यारो देखिरहेको क्या त्यही त एक्जाम कतै बस्नुपर्छ त भाइ उहीँ बस्नु ल धेरै छैन होला त अब त Okay, सोधौँ न ल अरे कसरी अगाडि चाहिँ आइपुग्यो भाइ यो नि एउटा चाहिँ सामानहरू छुट्टिनु खोजिरहेको छ कि भाइ यो छुट्टिनु त्यही भनेर छुट्टिनु खोजिरहेको छ ख्याल गर्ने ल भाइ हाम्रो म खिच्छु अब ल गाइज है हामी चाहिँ यहाँनिर रेकर्डै भएर हिँड्छ के हो ए भइरहेछ भइरहेछ यहाँनिर चाहिँ हामी सानो एउटा ब्रेक लिइरहेछौँ दाइ कहाँ जानु लाउनु भाइ हो लङसँग गएर ल ठिक छ हामी ठाउँमा आइपुगिरहेछौँ दोलखा भीमसेन त्यहाँबाट चरीकोटबाट कति छ दाइ यो दोलखा भीमसेन 4 किलोमिटर त्यहाँबाट नजिकै हो 4 किलोमिटर दाइ आइपुग्यो हाम्रो खाजा भइसक्यो कस्तो लाग्यो दाइ प्रेजेन्टेसन भाइ कुरै नगर यो त नयाँ भट फाल्टो खालको भट्न छ त यार भाइ यो त लोकल होला नि त यहाँको अर्ग्यानिक यहाँ बजाउँदैछौँ है हामीले ल है ए सुरु गरेर ल भाइ ल गर्नु गर्दा हजुरको कस्तो आउँछ कस्तो लाग्छ हजुरलाई म भाइ दामी छ है पुरै लोकल टेस्ट हो यहाँको प्योर लोकल टेस्ट हो नुहाई कम्प्लिट भएर झिक्नु के गर्नु त्यो अर्को हालौँ भनेर सोचेको प्याकिङ होइन राम्रो छ भने त होइन मतलब भएन म पनि बिचरा हो होइन तर सुन त भोक लागेर ज्याम दिएँ नि त मैले त के छैन हामीसँग केही पनि छैन हामीसँग नेचर मात्रै छ तपाईँ केही नभन्दो के हुँदैन
म के खास त खाइदिनु पर्छ अहिले त अब निस्किनु है यहाँबाट लाग्दिउँ हाम्रो यहाँको यात्रा चाहिँ अब सरीकोटतिर हुँदैछ हामी अगाडि बढ्दैछौँ सरी हाम्रो लास्ट स्टप कहाँ अरे हाम्रो दोलखा भीमसेन मन्दिर त्यहाँबाट चाहिँ दोलखाबाट सरीकोटबाट 4 किलोमिटर अगाडि अब हाम्रो त्यही 40-45 किलोमिटरको यात्रा होला 40-45 किलोमिटर लेट्स गो ल सरीकोट हामी यहाँबाट अब सरीकोटतिर लाग्यो है त यताबाट हो गर्दिन हाम्रो के त छुट्या सुन्थ्यो नि त हाम्रो ल सुत्नु पर्ने सकु पाखर गाउँपालिका यो अब हामी प्रवेश गरेको कति गाउँपालिका हामी अब सुनपछि ल दिदी ताई मलाई अगाडि बढेको छु ए ल ठिक छ ल ल ल भन्छ त्यसलाई चाहिँ स्तूपमा अघिको त्यो स्तूपहरू हो स्तूपहरू चाहिँ 7 टाइप माने पनि भन्छ होइन 7 टाइप्स कि 9 टाइप्सको हुन्छ यो चाहिँ अब कसैको कोही मरेको यादमा होइन ए त्यस्तो के
पेन्सको हुन्छ कि लागि पेन्सको लागि यहाँभित्र साथी सिलढुङ्गा सिलढुङ्गा भन्ने ठाउँमा आइरहेको त्यो त खाली हो कि हो हो म त पसल रहेछ भन्छु नि म चाहिँ ल यत्रो राखेर म चाहिँ कहाँ गएछ भन्नु ल सब खाली पो रहेछ किन मान्छे चाहिँ छैन भन्छु नजिक नजिक आइसक्यो भने जङ्गलभित्र होइन आमा कस्तो चरा कराएर हो र यहाँ अब लाग्दिउँ यार धेरै हावा चाहिँ खाइनु मैले त पुगेँ मलाई हो काठमाडौँको हावा दिँदैछु यति भएपछि फिल्टर भयो कि यति हावा खाइसकेपछि
खानाहरू अब लाग्दियो भने त ब्याक गर Wasn't I meant to lie in your arms here पिच गर्दै होला है for a हो यसो त लास्ट चिप्लिन्छ while, and I take you in. यो त हल्का हल्का नि है सजिलो तर सजिलो क्या म चाहिँ फेरि पड्काउने यो भन्दा पहिला हजुर यो भन्दा पहिला कुन बाइक थियो योभन्दा सुरुदेखि योभन्दा अगाडि R15 थियो होइन त्योभन्दा अगाडि सेकेन्ड क्रस फ्राई हानेको थियो अनि फर्स्ट फ्राईमा त झोलामा पेट्रोल बोकेर हिँड्नुपर्ने पेट्रोल त सुना खाने क्या कति त दोहोऱ्याइ पऱ्यो बोक्नै पर्छ क्या कम्पलसरी नभए धेरै ठाउँमा दोहोऱ्याइ हिँडेको त्यसको फर्म क्या त्यो ट्याङ्की नै स्याहार क्या त्यसपछि त्योभन्दा अगाडि उठ्थ्यो पुरानो बुलेटै थियो पुरानो अनि अपाची पुरानो मोडलको त्यसो खतरै आरटिआर बहुत डर हुन्थ्यो म पटक गरेर For a day, एनएक्स चलाएँ all I need is true, and I'm अस्ति भाइलाई दिएको छु क्या अर्को एउटा भाइलाई ज्वाइँ यो बाइक चलाएर त एनएक्स चलाएको आम्मा कस्तो अनौठो लाग्ने क्या त्यो त साँच्चै डर लाग्छ त्यो हो झाडमै हान्छ जस्तो लाग्यो एनएक्समा पनि धेरै एक्सिडेन्ट हुन्छ अब कस्तो दामी है हुन्छ ए भाइ कुन बजार हो यो फेरि प्रज्वल भोजन भनेपछि मोडे बजार सिन्धुपाल्चोक पो रहेछ त भाइ सिन्धुपाल्चोक पो रहेछ त्यो त सिन्धुपाल्चोक कि अर्कै ठाउँमा आएन हामी होइन होला मोडे बजार सोधौँ न त्यहाँ अचम्मै म त नि दिदी यो यहाँबाट चरीकोट जाने बाटो यही बाटो कति लाग्छ अब 1 घन्टा यहाँबाट ए हस् धन्यवाद हस् हस् हो रहेछ त है हो रहेछ ल मुडे बजारको देखाइदिनु न कसो देखाइदिनु चरीकोट अब 26 किलोमिटर जम्मा जम्मा ट्राई गर्नु मिल्छ हजुर ट्राई सिन्धु मुडे सिन्धुपाल्चोक सिन्धुपाल्चोक रहेछ है दाइ लौ के अरे चरीकोट जानलाई है चरीकोट पाल्चोकमै त होइन चरीकोट सिन्धुपाल्चोकमा त होइन चरीकोट अन्त नि हो हजुर दोलखा चलीकोट अर्कै त होइन नि साइको त्यसो त होइन होला हौ त्यही भनेर दाइ के हो त्यो एकचोटि काहीँ सोधौँ न त त्यहाँ माथि गएर फर्किनुपर्छ त फेरि म्याप खुल्दैन थियो हजुरकोमा अघि उनीहरूले ट्याउरै दिइरहेको थिएन राम्रोसँग नेटवर्कै नदिँदैछ अहिले पर गरौँ नि त होइन होला यस्तो भयो भने त यार उल्कै हुन्छ त अनि फेरि के हुन्छ दोलखा फेरि चाहिँ सोधेको त्यहाँबाट 4 किलोमिटर भर्या थियो त्यो माथि हो त्यस्तो त नहोला त्यही भएर कम्प्लिट भएर त सोध्नु पर्छ सबै दुःख पाउनु भन्दा गाह्रो हुन्छ के कुरो पर्छ चाहिँ अब एक्सेप्ट गर्नुपर्छ
गरेको यार होइन त ए दोलखा भन्ने बस्ने नै होला त्यही होला सिन्धुपाल्चोक पछि दोलखा हो कि यो एमल दोलखा हो के हो एकछिन है भएकोमा धन्यवाद हो अब दोलखा होला यो दोलखा प्रवेश गरेर सोधौँ न एकचोटि बोर्डमा के छ बोर्डमा यता त हेरिनँ म त के हो त यो त्रिशक्ति दोलखा प्रवेशद्वार ल सेल्फी हान्नु ल गाइजहरूलाई होइन देखाइदिनु पऱ्यो नि त दोलखा सुरु गऱ्यो सिन्धुपाल्चोक सकेर गाइजहरू है दोलखा दोलखा यात्रा सुरु गरियो कन्फ्युज हुँदा हुँदै ठ्याक्कै प्रवेश भयो प्रवेश भयो दोलखामा ल चाहिँ बाटो बन्द रहेछ पिचहरूलाई रेडी रहेछ होइन ए दोलखाबाट यस्तो हो तर तल राम्रो होला हाम्रो पहिला कस्तो दामी ठाउँ छ हेर्ने खिच्दा नि हुन्छ खिच्नु इसलिए आपको से तो इस तरह है हां इसलिए लोग बोलना तो है बड़ा चुनौती तो बनता है हाँ बनता है ये ठाउँमा आगो ताप्नु अगाडि चाहिँ हामी चाहिँ आगो ताप्नु लाग्यो यहाँको मौसमै आगो ताप्ने खालको रहेछ के भाइ ऊ चिया खाने त्यो तल चिसो है अलि एकैमा दियो भने चिया होइन यो चिया खाइदिनु नि त छ ब्ल्याक टी हुन्छ हुन्छ दुईवटा दिनु के खाऊ हुन्छ दिनु कोबी खाने के गुलाब चिया खाने दुध कफी खाने देखाइदियो दुध कफी सबै बेसो हुन्छ पानीमा त ए त हजुरसँग छैन त्यो थर्मोस छैन पानी मात्रै हो ब्ल्याक छ चिया छ ब्ल्याक त्यो चिया खाऊँ न त ल चिया चिया खाऊँ Wasn't I meant to lie in your arms here for a while? I'm alive and I take you in. I've been falling, calling. When I reach out, you will hold on. Was it a rainbow falling? Was it a rainbow falling? When I साथी नेपालमा हिरा फल्ने हेर्नुहोस् हिराको डल्ला सेतो हिरा होइन यो
सेतो हिरा फल्ने जग्गा चाहिँ यो है सेतो डायमन्ड फल्ने जग्गा चाहिँ हो त्यहाँ हेर्नुहोस् पुरै सेतो सेतो टल्काएर लाग्दैन होइन त You dream away for a day. All I need is true, and I'm falling, calling. When I reach out, you will hold on. Was it a rainbow falling? Was it a rainbow falling? When I touch you, it will break through. Was it a rainbow falling? Was it a rainbow falling? I've been falling and I've been calling. Oh, was it a rainbow falling? Ari, айтма? अप्पर तामा त सिक्नु भन्ने छ कि मान्छेलाई
देखिरहेको एकचोटि त्यो ल्याउँदाखेरि पहिलोचोटि ल्याएर पक्राएर त काबु भइहाल्छ 7-8 बजीतिर त राति नै पर्छ गाइजहरू हामी चाहिँ दोलखाको सदरमुकाम आइसक्यौँ सदरमुकाम चरीकोटमा होइन चरीकोटमा छौँ हामी चरीकोटकी चोक हो यो पछाडिको चाहिँ अब हामी कहाँ जाने हो खोजिरहेछौँ ठाउँ हाम्रो लास्ट स्टप गयो अझ बाँकी छ फोटो दाइ फोटो फोटो यहीँबाट यसरी ल दाइ के भन्न चाहनुहुन्छ यो दोलखा चौकी डाँडा के अरे चरीकोट आइसक्यो आएर हामी यहाँ हाम्रो गन्तव्य पनि हामी भेटाइसक्यौँ र हामी जाँदैछौँ भित्र महाराजहरूलाई भेट्न है जाउँ शिवगरक आशीर्वाद दियो के था बनासु झारिदिन्छ पंचमुखी महादेव को स्कंद पुराण को हिम्मत खंड को नेपाल महात्म्य को पूज्य व्यासी महाराज को संत समाज को श्री
गोरखनाथ पीठाधीश्वर महन्त श्री श्रीनाथ योगीजी महाराजको, साधु सन्तहरूको, आफ्ना आफ्ना गुरु गोविन्दहरूको, आफ्ना आफ्ना माता पिताहरूको, स्थान देवताको आजको आनन्दको जय जय श्री राधे, जय जय श्री राधे, जय जय श्री राधे। ओम नमः पार्वती पतये हर 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 महादेव। सब यसैको साथ आफ्ना टुटा फुटा वाणी विश्राम फेरि भोलि उपस्थित हुने नै छु। अब हजुरहरू कोही पनि नजानु होला। अब हजुरहरूलाई विशेष 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 नचाउनको लागि आउँदै हुनुहुन्छ हाम्रो धनेश्वरबाट पाल्नु भएको कलाकार महोदय, जसको नाम छ विदुर। विदुर को थियो? जसको घरमा भगवान कृष्णले गएर केराका बोक्रा खानुभयो। विदुर, त्यस्तो विदुरजी हुनुहुन्छ, उहाँ आउँदै हुनुहुन्छ र उहाँका भजनहरू श्रवण गर्नुहोस्, नाच्नुहोस्, गाउनुहोस्, झुम्नुहोस्। 2 दिन अलि बचिया छ, 2 दिनको जिन्दगानी निर्जलाको पानी भने जस्तै हो। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, अस्त व्यस्त नरहनु होला। यही भन्दै सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। जय जय श्री राधे।